हेलो साथीहरू सबैलाई सेवाहरू आज चाहिँ सुमन फोन गरेको उहाँ दिदीकोमा घरको पूजा क्या त्यहाँनिर अस्ति हामीले नै हालेको अनि हामी चाहिँ काम धनिया पनि मागिल्यौ तल एकैचोटि उहाँ हुनुहुन्छ आलुको तरकारी काट्ने म तास्ने यहाँ धुने उहाँ चाहिँ सेलरोटी पोल्ने दिदी हुनुहुन्छ उहाँ निकाल्ने यहाँ गफ त ठुलो ठुलो थियो खोइ कस्तो छ है ए राम्रै रहेछ तर हातले घुमाउँछु भन्नुहुन्थ्यो बोतलले हेरे नम्लो जस्तो तपाईँ नै खानु न म जस्तै बोल्छ नि के थियो गरेको कि छिटो फोन माथि ठडाउ त अलि फोटो त मोटो मान्छे नि मोटो नआएर के पातलो आउँछ सबैको लाउनु बिग्रेको के लाउनु अन्त है अराठी मरेको चाहिँ नझारौँ अलिक घुमाउनु सजिलो बेला मैदा लाएर मसरुम च्याउ सलादको लागि धनिया मटर अहिले चाहिँ सनक सनक परेको छ सनक सनक साले रोटी युन्छमा स्वाहा पानी परेर पल्लाको ए आया रोटी अचार तरकारी यो चाहिँ भोलिको धरानको कोसेली यो चाहिँ भोलिको कोसेली अझै टिप्न बाँकी छ पानी परेर भर्खरै टिपेको आजको दिन चाहिँ यसरी नै बित्यो बाइ।